एक समय थियो जहाँ मेरो दिन उसलाई सम्झेर सुरु हुन्थ्यो र रात उसको नामको सपना देखेर टुङ्गिन्थ्यो। ऊ मेरो संसार थिए, उसको हाँसोमा मेरो जीवन लुकेको थियो। सधैँ भन्थे तिमी बिना म बाँच्न सक्दिन। म पनि मूर्ख झैँ विश्वास गर्थेँ, किनभने माया साँचो थियो, तर साँचो मायाले सधैँ जित्दैन रहेछ। उसको जीवनमा म मात्र थिइन रहेछु, अर्को पनि कोही थियो जो उसको फोटोमा कमेन्ट गर्थ्यो। सुरुमा त हल्का शङ्का गरेँ, तर उसले मलाई बुझायो, फकायो र म फेरि विश्वास गरेँ। एक दिन मलाई थाहा भयो ऊ मेरो होइन अर्कैको रहेछ। त्यो खबर सुनेर मेरो मनको आकाशमा वज्रपात पर्यो। तिमीलाई थाहा छ धोका पाउनु भनेको के हो? त्यो हो जुन व्यक्तिको हात समाएर जिन्दगी गुजार्ने सपना देख्यौं, तर त्यो हात अरू कसैले अर्कोको हात समाउँछ। जुन आँखामा भविष्य देख्यौं, त्यही आँखाले तिमीलाई झुट देखाउँछ। त्यो दिन म एक्लै भएँ, एक्लै रुँदै थिएँ। कसैलाई थाहा थिएन मेरो मनभित्र कति आँधी चलिरहेको थियो, तर जीवन यही रोकिएको थिएन। म बिस्तारै उठेँ र नयाँ बाटो समाएँ, अनि म आफूले आफैलाई सम्झाएँ, जो जान्छ जान दिनुपर्छ, तर आफूलाई हराउन होइन, सम्हाल्न सिक्नु पर्दो रहेछ। आज ऊ छैन, तर म छु, जिन्दगीसँगै छु। उसले मलाई टुक्रायो, तर ती टुक्राहरूले नै मलाई अझ बलियो खम्बा बनायो। माया गर्नु गलत होइन, तर आफूलाई माया गर्न बिर्सनु गलत हो। अब म कहिल्यै रुन्न, अब म कसैसँग गुनासो पनि गर्दिन, किनभने अब म बाँच्दैछु आफैको लागि। यदि तपाईँ पनि कहिल्यै धोका पाउनु भएको छ भने सम्झनुहोस्, यो अन्त्य होइन, नयाँ सुरुवात हो।